आदरणीय नदी तटीय क्षेत्रमा बसिरहनुभएका जनसमुदायहरू, यस नारायण नदीको मुहान क्षेत्र विशेष गरी रसुवा क्षेत्रमा आइरहेको ठुलो वर्षा र बाढीको कारणले गर्दा त्यस क्षेत्रमा ठुलो जनधनको क्षति भइसकेको अवस्था न्युजहरूमा पनि आइसकेको कारणले गर्दा र त्यो बाढी एकदमै हामीले आकलन गरेको भन्दा पनि एकदमै ठुलो 100 मिटर डिस्टेन्ससम्म चाहिँ त्यसले प्रभाव राखेको भनेर पनि सूचना आइसकेको छ। हजुरहरू अहिले बसिरहेको स्थान एकदमै असुरक्षित स्थान हो। यस स्थान हुँदै बगेर आउँदैछ बाढी। तपाईहरू तत्कालै आफूले गरिरहनु भएको व्यवसाय छ भने व्यवसाय बन्द गरेर सुरक्षित स्थानमा गइदिनुहोस्। त्रिशुली नदीको बहाव अत्याधिक बढिरहेको छ। अहिले मलेश्वर बजार क्रस भएको छ। अब सम्पूर्ण त्रिशुली किनारमा बसोबास गर्ने यो नदीले प्रभावित क्षेत्रहरूमा चाहिँ बसोबास गर्ने सम्पूर्ण महानुभावहरूलाई हामीले चाहिँ नेपाल प्रहरीको तर्फबाट सम्पूर्ण सुरक्षित अवस्थामा चाहिँ बसिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ।